यही सदनभित्र पनि विभेद भइरहेको छ। सत्ता पक्षले 30 मिनट बोल्दा पनि हुने, 40 मिनट बोल्दा पनि हुने, प्रतिपक्षले अलि सानोले हैन 3 मिनेटमा सकिहाल्नुपर्ने, 2 मिनेटमा सक्नुपर्ने। हामी पनि जनताले चुनेर पठाएका जनमत प्राप्त जनप्रतिनिधि हौं। त्यसो भएको कारणले गर्दाखेरि हामीले आफ्ना क्षेत्रका आवश्यकताहरू, आफ्ना तपाईको चाहिँ के रे मागहरू राख्नका लागि प्रशस्त समय दिनुपर्दछ। त्यो खालको सदन हामीले बनाएर हामीले त्यो खालको सदन अभ्यास गर्नुपर्दछ भन्ने माग राख्न चाहन्छु। म आफ्नो मनको कथा म यहाँ गाउन चाहन्न। अब मेरो आफ्नो मन्तव्य राख्नुभन्दा पनि सरकारले कसो गर्नुपर्ने हो त? हिजो इतिहासमा हामीले के गर्यौं, कसले के गर्यो, कुन नेताले के गर्यो, कतिको तपाईको हामीले सङ्घर्ष गर्यौं, के गर्यौं भनेर भनिरहन आवश्यक छ जस्तो मलाई लाग्दैन। हामी के गरिरहेका छौं आज र भोलि के गर्ने हो भन्ने तर्फ